फेरि एकदमै दुःखद समाचार आएको छ। धेरैजना नेपालीको आशा भरोसा सबै टुट्न सक्छ यो न्युज सुन्दाखेरि। तर यो न्युज चाहिँ अहिले साँच्चीकै भइरहेको छ र साँच्चीकै यो प्रोटेस्ट भइरहेको छ जापानमा। यो प्रोटेस्ट किन भइरहेको छ भनेपछि नेपालीहरू अन्य देशका नागरिकहरू धेरै जापानमा भित्रिसके र हो हल्ला भयो, अनावश्यक रूपमा हल्ला गर्ने यताउति जथाभावी बढिरहेको छ र अब चाहिँ विदेशीहरूलाई नल्याउन आग्रह गरेको छन्। वहाँका जापानिजहरूले चाहिँ प्रोटेस्ट गरिरहेका छन्, आन्दोलन गरिरहेका छन्। अब चाहिँ अन्य देशका व्यक्तिहरू नेपाल जस्तै अन्य देशका पनि जापान गइरहेका छन्। अब चाहिँ जापानमा आउनु भएन भन्ने जस्ता उहाँले चाहिँ प्रोटेस्ट गरिरहेका छन्। हजुरले एकचोटि टिकटक पनि सर्च गरेर हेर्न सक्नुहुन्छ। मैले चाहिँ मेरो युट्युब च्यानलमा हालिदिएको छु, हजुरले एकचोटि मजाले हेर्न सक्नुहुन्छ अहिले जापानमा कस्तो अवस्था छ र किन यस्तो भइरहेको छ। मैले युट्युबमा हालिदिएको छु, लिङ्क मेरो बायोमा छ, मजाले हेर्नु होला। थ्याङ्क यू गाइज।